जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ। हाम्रा कल कारखाना, व्यापार व्यवसाय निरन्तर धराशायी बन्दैछ। हुँदा हुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातिलिँदै गएका छन्। नेपालको पद्धति, नीति र गतिविधि ठिक छैन। यहाँ बसेर केही हुँदैन। श्रम, सिप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ। यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन। प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ। प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जागृत गराउने हुनुपर्दछ। तर 3 दशक यताको हाम्रो स्थिति यस्तो छैन। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो।